सबैजनालाई नमस्ते। यस भिडियोमा मैले ब्याङ्किङ कसुर तथा सजाय ऐन ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्टको बारेमा एउटा सानो जानकारीमूलक भिडियो लिएर आएको छु। यो भिडियोले चाहिँ ब्याङ्किङ तयारी गर्ने विभिन्न विद्यार्थीहरूलाई, ब्याङ्कमा काम गर्ने कर्मचारीहरूलाई र आम अन्य विभिन्न सरकारवाला महानुभावहरूलाई पनि यसले केही न केही हदसम्म एउटा राम्रो दृष्टिकोण प्रदान गर्छ भन्ने मैले विश्वास लिएको छु। र म हजुरहरूलाई यो स्लाइड सेयर गर्दै प्रस्तुत गर्छु है त। अब यसमा चाहिँ हाम्रो ब्याङ्किङ कसुर तथा सजाय ऐनको कुरा गरिराख्नु पर्दाखेरि यो हाम्रो ऐनको मूल भाग हो। यो चाहिँ नेपाल को ल कमिसन .gov.np मा पनि भेट्न सकिन्छ। यो कतिपय ऐनहरू चाहिँ हाम्रो प्राय जसो ऐनहरू सबै नेपालीमा हुन्छ, तर अब इङ्ग्लिस मिडियमको पढ्नु हुने विद्यार्थीहरूको लागि भने इङ्ग्लिस मिडियमका किताबहरूमा हुन्छ। जस्तै पर्सनल्ली भन्दाखेरि मैले पनि किताबहरू निकाल्दै गर्दाखेरि नेपाली र दुइटै मिडियममा ल्याउने गरेको छ। रुद्राक्ष पब्लिकेसन भन्ने छ, त्यसबाट तपाईँहरूले नेपाली र इङ्ग्लिस मिडियमको पुस्तक पनि मैले लेखेको पनि लिन सक्नुहुनेछ, अथवा अन्य पनि बजारमा राम्रो लागेका पुस्तकहरूलाई पनि रिफरेन्सको मिडियमबाट लिन सक्नुहुन्छ। ती किताबहरूमा भने इङ्ग्लिसमा पनि त्यो एक्टहरू हुन्छ है। नेपालीमा त भइ नै हाल्छ, नेपालीमा त डाउनलोड गरेर पनि हेर्न सकिन्छ, र सँगसँगै इङ्ग्लिसमा चाहिँ अब अरू वेबसाइटहरूमा अपडेट नभएको हुनसक्छ, तर यसमा बजारमा निस्किने किताबहरूमा चाहिँ हामीले अपडेट गरेर राखेका हुन्छौँ। जे जे संशोधनहरू भएका हुन्छन् त्यसलाई हामीले समावेश गरेका हुन्छौँ। र अब यसमा हाम्रो ब्याङ्किङ कसुर तथा सजाय ऐन, यो ऐन हामीले हेर्ने हो भने यसमा 5वटा च्याप्टर छन्, 5वटा परिच्छेद छन्, त्यसलाई हामी च्याप्टर भन्छौँ। र त्यस पछाडि यसमा 29वटा दफा छन् है, 29 दफा छन्। यो ऐन लागू हुँदाखेरि यसको अथेन्टिकेसन र पब्लिकेसन, अथेन्टिकेसन भनेको प्रमाणीकरण र प्रकाशन 2064 साल 10 महिना 23 गते भएको हो। यसको पहिलो संशोधन चाहिँ 2073 साल 6 महिना 18 गते भएको। यो यसको बेयर एक्टमा पनि दिइएको छ है। बेयर एक्ट भनेको वास्तविक ऐन। अब यो ऐनले के भन्छ भन्दाखेरि यसको प्रस्तावनाले कुरा गर्नु पर्दाखेरि यो चाहिँ ब्याङ्किङ तथा वित्तीय प्रणालीमा जे जति कसुरजन्य कार्य हुन्छन् त्यसको असर र जोखिमलाई न्यूनीकरण गर्ने, टु मिनिमाइज द इम्प्याक्ट एन्ड रिस्क द ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टम। ब्याङ्किङ सेक्टरमा चाहिँ जे जस्तो रिस्क र इम्प्याक्ट हुन्छ त्यसलाई घटाउने, सर्वसाधारणमा ब्याङ्किङ प्रणालीप्रति विश्वास बढाउने, ब्याङ्किङ कन्फिडेन्स बढाउने, ब्याङ्क खाता खोल्न लगाउने, र त्यस पछाडि ब्याङ्किङ अफेन्स र पनिसमेन्टको लागि लिगल प्रोभिजन बनाउने, कानुनी व्यवस्था गर्ने। यो 3टा कामको लागि आएको रहेछ। यो कुरा बुझ्नु पर्यो। यो ऐन भनेको विशेष गरी अब ब्याङ्किङ कारोबार गर्दाखेरि सुरक्षित होस् एउटा, अर्को ब्याङ्कहरूमा सर्वसाधारणको विश्वास बढोस् दोस्रो, र ब्याङ्किङ कसुर र त्यसको सजाय सम्बन्धमा कानुनी व्यवस्था होस्, लिगल प्रोभिजन होस्। यो 3टा कामको लागि चाहिँ यो एक्ट आएको रहेछ भन्ने बुझियो। अब यो ऐनमा हामीले हेर्दाखेरि यो छोटो ऐन छ, बेयर एक्टमा फेरि एकचोटि देखाएँ। यसमा हाम्रो च्याप्टर 5वटा च्याप्टर छन्, मैले अघि भनिसकेको थिएँ। पहिलो च्याप्टरमा हाम्रो प्रारम्भिक भन्ने छ, जसलाई हामी प्रिलिमिनरी भन्छौँ। अनि त्यसपछि अब यसमा चाहिँ डिफिनेसन हुन्छ। हरेक ऐनको तपाईँले दोस्रो दफामा हेर्नुभयो भने त्यसमा परिच्छेद, त्यसमा डिफिनेसन हुन्छ। दोस्रो सेक्सन 2मा, सेक्सन 2मा चाहिँ प्राय जसो ऐनको डिफिनेसन हुन्छ। अब यो डिफिनेसनहरूमा हामीलाई अलिकति इम्पोर्टेन्ट डिफिनेसन एउटा फाइनेन्सियल सिस्टमको, वित्तीय प्रणालीको डिफिनेसन अलिकति काम लाग्ने हुनसक्छ। र त्यस पछाडि दोस्रो डिफिनेसन भनेको अर्को हाम्रो ढुकुटीको कारोबार सम्बन्धमा अर्को डिफिनेसन काम लाग्ने हुनसक्छ है। अब त्यस पछाडि च्याप्टर 2मा चाहिँ हाम्रो ब्याङ्किङ कसुर के छन् भन्ने कुरा पनि अब यसमा हेर्दाखेरि टोटलमा 14वटा कसुर दिइएको छ। ब्याङ्किङ कसुर 14वटा दिइएको छ। म यसलाई सर्टकटमा तपाईँहरूमा प्रस्तुत गर्दछु। अब यसलाई मैले ऐनका विशेषताहरू भनेर पनि लेखेको छु। अब यसलाई मैले सर्टकटमा यहाँ म सरसर्ती एकचोटि डिस्कस गर्छु। यो याद गर्न पनि सजिलो छ, जस्तो दफासहित याद गर्न सजिलो छ। यो चाहिँ दफा 3 देखि दफा 14 खसम्म छ। टोटलमा 14वटा हुन्छ हामीले काउन्ट गर्दाखेरि। जस्तो यहाँ मैले अब सर्टकटमा पनि देखाइदिएको छु। दफा 3मा के छ भन्दाखेरि अनधिकृत रूपमा चेक कारोबार, अनि त्यस पछाडि नक्कली खाता खोल्ने है। नक्कली खाताको कुरा आयो। यसमा कसैले मानौँ अब एउटा सिक्वेन्समा तपाईँले पढ्न सक्नुहुन्छ। कसैले नक्कली खाता खोल्यो भने यो अनअथराइज्ड एकाउन्ट ओपनिङ गरेको छ भने, अरू चेक ट्रान्जेक्सन गरेको छ भने एउटा ब्याङ्किङ अफेन्स हुन्छ। त्यस पछाडि अब अर्को अनअथराइज विथड्रल, पैसा झिक्ने। सुरुमा खाता खोल्यो, त्यस पछाडि पैसा झिक्यो, दोस्रो है
दफा 3 पछि दफा 5, दफा 4 छैन। त्यस पछाडि 6मा हामीले आउने हो भने 3बाट सुरु भयो, 6मा आउँदै गर्दाखेरि अनधिकृत रूपमा विद्युतीय कारोबार गर्ने, इलेक्ट्रोनिक ट्रान्जेक्सन गर्ने। अब सुरुमा खाता खोलो, पैसा झिको, अनि डेबिट कार्डबाट पैसा झिको भन्ने सम्झिँदा भयो। त्यस पछाडि चौथो सिक्वेन्समा पैसा सिद्धियो, अब लोन माग्यो है, अनधिकृत रूपमा कर्जा कारोबार गर्ने। त्यस पछाडि कर्जा लिइसकेपछि कर्जाको दुरुपयोग गर्यो, मिसयुज गर्ने लोन। त्यसपछि अब उसलाई दुरुपयोग गरेर पनि पुगेन, ब्याङ्कको रिसोर्सेसको पनि मिसयुज गर्यो, ब्याङ्कको कुनै कर्मचारीले गर्न सक्छ, कुनै ग्राहकले गर्न सक्छ। हो, त्यति भइसकेपछि चाहिँ अब कालो सूचीमा राखो भन्ने सम्झिने। कालो सूचीमा यदि कुनै ऋणी परेको परेको छ भने उसले ब्याङ्किङ कारोबार गरौँ भने त्यो पनि ब्याङ्किङ कसुर मानियो है। त्यो सिक्वेन्समा याद गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि अब यसमा त्यति भइसक्यो, कालो सूचीमा परेको ऋणीलाई ब्याङ्कले ऋण दिँदैन। अब तर यसलाई चाहिँ यहाँ पढ्दाखेरि अर्को तरिकाले पढ्ने हो, सिक्वेन्स चाहिँ त्यसरी याद गर्दा हुन्छ। म फेरि रिपिट पनि गरिदिउँला। पर्याप्त यो कुनै ब्याङ्कको कर्मचारीले कसैलाई लोन दिनुपर्ने थियो, तर उसले बिचमा बिना कारण रोकिदियो। सुरुमा स्वीकृत अलिकति पैसा दिइसकेको छ, बिचमा रोकिदियो भने त्यो जानी जानी रोकेको मान्न सकिन्छ। अब यदि कारण छ भने चाहिँ रोक्न पाइयो है। त्यो हुँदाखेरि पर्याप्त आधार र मनासिब कारण बिना ऋणीको कुनै पनि चालु परियोजनामा कर्जा रोक्नु हुँदैन भन्ने कुरा है। त्यस्तै गरी अब अर्को ब्याङ्कको कागजातहरू फ्रड गर्ने, ब्याङ्कलाई झुक्क्याउने, यो कामहरू गर्यो। त्यसरी हामीले सरसर्ती हेर्दै जाँदाखेरि नक्कली खाता खोल्ने, अनि खाताबाट पैसा झिक्ने, त्यस पछाडि विद्युतीय कारोबार गर्ने, त्यस पछाडि कर्जाको कारोबार अनधिकृत, अब कर्जा लिने, कर्जाको दुरुपयोग गर्ने, ब्याङ्किङ स्रोत साधनको दुरुपयोग गर्ने। त्यस पछाडि ब्याङ्कले कालो सूचीमा राख्छ भनेको कालो सूचीकोले ब्याङ्किङ कारोबार गर्न पाएन, गऱ्यो भने ब्याङ्किङ कसुर भयो। त्यस पछाडि त्यति भइसकेपछि कालो सूचीमा परेकोलाई ऋण दिँदैन ब्याङ्कले, अब ऋण दिएन भने ब्याङ्किङ कसुर भयो भन्ने मान्ने होइन। अनि त्यस पछाडि ब्याङ्कलाई उसले अब झुक्क्याउन थाल्यो, पैसा चाहियो चाहियो भन्दै झुक्क्याउन थाल्यो होइन। अनि ब्याङ्कलाई नक्कली कागजात दियो, ब्याङ्कलाई झुक्क्याउने काम गर्यो। अब धितो पनि गलत मूल्याङ्कन गर्यो, अनि लोन माग्यो। त्यसरी सरर सम्झिँदाखेरि हुन्छ। त्यस पछाडि चाहिँ अर्को, अब ब्याङ्कले अनि अनियमित आर्थिक कारोबार गर्ने, कसैलाई पनि पक्षपात गर्नु हुँदैन। पक्षपात गर्यो ब्याङ्किङ कारोबारमा भने त्यो पनि ब्याङ्किङ कसुर मानिन्छ। ढुकुटीको कारोबार गर्ने र अर्को सहकारीले ब्याङ्किङ कारोबार गर्ने। यसरी हेर्दाखेरि टोटलमा 14वटा चाहिँ ब्याङ्किङ कसुरहरू छन्। त्यस पछाडि अब अरू यो मुख्य रूपमा चाहिँ हाम्रो केमा दिएको छ भन्दाखेरि परिच्छेद 2मा दिएको छ, ब्याङ्किङ कसुर सम्बन्धी व्यवस्थाहरू। यी सबै व्यवस्थाहरू परिच्छेद 2मा दिएको छ। मैले यसलाई सर्टकटमा देखाइदिएँ है। अब एक्जाममा तपाईँलाई सोद्धाखेरि पनि यसरी 5 नम्बरको सोध्यो भने यसरी नै 14वटा पोइन्ट लेख्न सक्नुहुन्छ। 10 नम्बरको नर्मली सोध्दैन, यसमा प्रायः सोद्धाखेरि ब्याङ्किङ कसुरहरू मात्र 5 नम्बरको सोध्ने चलन छ। 10 नम्बरलाई पनि हामीले त्यसरी नै अलिकति सेन्टेन्स मिलाएर लेख्ने हो भने 10 नम्बरलाई पनि पुग्छ, तर नर्मल्ली चाहिँ 5 नम्बरमा आउन सक्ने एउटा मेजर क्वेसन हो। त्यस पछाडि दण्ड सजायको सम्बन्धमा हाम्रो परिच्छेद 3मा छ। क्वेसन सोद्धाखेरि यो सजाय, यो कसुर पनि सोध्छ र सजाय पनि सोध्छ। 5 + 5 = 10 भनेर सोध्छ। मैले यो अहिले देखाएको चाहिँ विशेषता अन्तर्गतमा देखाएँ। ऐनका विशेषताहरूमा विभिन्न कसुरहरू परिभाषित गरेको छ भन्ने। ठिकै छ, म अहिले सुरुमा यो विशेषताहरू नै देखाउँछु, त्यस पछाडि सजायको कुरा पनि हामी हेर्छौँ। अब यो ऐनमा टोटल 5वटा परिच्छेद छन्। 5वटा परिच्छेदमा पहिलो परिच्छेदमा अघि मैले भने जस्तै हामीले के हेऱ्यो भने डेफिनेसन छ पहिलो परिच्छेदमा, दोस्रो परिच्छेदमा ब्याङ्किङ कसुर छ, तेस्रो परिच्छेदमा दण्ड सजाय तोकिएको छ। अब चौथो परिच्छेदमा चाहिँ मुद्दा कसरी लाउने भन्ने कुरा छ, मुद्दा लगाउँदाखेरि के गर्ने भन्ने कुरा छ होइन। त्यो हुँदाखेरि मुद्दाको किनारा र कारबाही, लिगल प्रोसिडिङ्स र त्यसको सेटलमेन्टको कुरा छ यसमा। र च्याप्टर 5मा हाम्रो मिसेलेनियस छ, विविध भन्ने कुरा छ। त्यति मात्र छ यो ऐनमा। यो ऐन एकदमै छोटो हो, त्यो हुँदाखेरि यसको मेजर क्वेसन नै ब्याङ्किङ कसुर के हुन्, तिनका सजाय के छन्। अब सजायको कुरा हामी जाउँ ठिकै छ, सजायकै कुरा हेरौँ सुरुमा। अब यो सजायको कुरा हेर्नु पर्दाखेरि अघि तपाईँले अब सिलसिलेवार रूपमा दफा 3देखि दफा 14ख भनेर थियो। अब अन्य ऐनमा दफाहरू याद गर्नु पर्दैन, यसमा पनि याद नगर्दा हुन्छ। तर तपाईँलाई मैले जुन हिसाबले सर्टकट बनाएर देखाएको छु त्यो हिसाबले देखाउँदै गर्दाखेरि त्यसरी नै हामीले लेख्न सकियो भने त्यो पनि लेख्दाखेरि चाहिँ हुन्छ है। यो मैले निकै वर्ष अगाडिदेखि नै यही हिसाबले दिने गरेको छ आफ्नो किताबहरूमा। यो यसमा कसुरको कुरा गर्नु पर्दाखेरि अब यसमा कसुर, अर्को चाहिँ उतापट्टि कैद सजाय र बिगो रकम राख्न सकिन्छ। दफा 3मा अनधिकृत खाता खोल्ने भन्ने यसरी प्रस्तुत गर्न सकिन्छ। यसको चाहिँ बिगो बराबर जरिमाना र 3 महिनासम्म कैद हो।
त्यस्तै गरी अब यसमा अर्को कुरा हामीले हेर्नु पर्दाखेरि दफा 3, 11 अनि 7 र 13 यो अलग अलग छन्। अरू चाहिँ सबै 5, 6, 7, 8, 9, 10, 12, 14 छ एक ठाउँमा। अनि यो क ख वाला पार्टी एक ठाउँमा छन्, 12 क, 14 क र 14 ख है। क ख वाला सेक्सन तिनवटा छ, अघि भर्खर हामीले हेऱ्यौँ पनि यहाँ। यसरी हामीले हेर्दै गर्दाखेरि क ख वाला सेक्सन यो 12 क एउटा भयो, 14 क र 14 ख दुईवटा भयो, यो एक ठाउँमा छ। अनि एउटा चाहिँ एक ठाउँमा दफा 3 छ, 7को केही रकम केही पार्ट छ, 7को हामी यसलाई डिटेलमा हेर्छौँ अहिले। अनि त्यस पछाडि अर्को 11 छ अलग्गै है, नत्र चाहिँ अरू सिलसिलेवार रूपमा छन्। त्यसरी याद गर्न सकिन्छ। यदि अब अनधिकृत खाता खोल्दा बिगो बराबर जरिवाना र 3 महिनासम्म कैद हुने, ऋणीको चालु परियोजना रोक्यो भने जतिको ऋण रोकेको छ त्यति मात्र जरिवाना हुने, त्यो भएर बिगो रकम मात्र जरिवाना भनेको छ। फाइन एज पर प्रिन्सिपल एमाउन्ट, मैले यसलाई इङ्ग्लिसमा पनि देखाइदिउँला यहाँ अहिले। अनि दफा 7को खण्ड क ख गमा गलत वित्तीय विवरण देखाएको छ, हितोको अस्वाभाविक मूल्याङ्कन गरेको छ, दफा 7 अहिले हामी डिटेलमा हेर्छौँ पनि। अनि सीमाभन्दा बढी कर्ज प्रवाह गरेको छ भने त्यसको सम्बन्धमा चाहिँ बिगो बराबर जरिवाना र 4 वर्षसम्म कैद हुन्छ। यो भेरी भेरी इम्पोर्टेन्ट क्वेसन हो। यही क्वेसन आउँदाखेरि हामीले यसरी नै चार्ट बनाउन सक्छौँ। 10 नम्बरको प्रश्न हुन्छ यो आउँदाखेरि। अनि दफा 5, 6, 7, 8, 9, 10 अनि यसका चाहिँ 12, 14 यसमा चाहिँ रकम सहित छ। यहाँ हेर्नुभयो भने एकदमै सजिलो छ, 1, 2, 3, 4 छ, यतिसम्म चाहिँ यो एउटा भयो होइन। यहाँदेखि सबै के छ, इभन नम्बर छ। यसको म्याक्सिमम् तपाईँले सम्झिँदाखेरि 12 वर्षसम्मको हो भन्ने सम्झिने। 1 वर्षसम्म 2 देखि 3, 3 देखि 4, 4 देखि 6, 6 देखि 8, 8 देखि 10, 10 देखि 12। यतापट्टि हामीले हेर्दाखेरि 10 लाखसम्म भन्ने भयो एउटा। 10 लाखसम्मको कसैले यदि कसुर गरेको छ भने 1 वर्षसम्म कैद। अनि त्यही हिसाबले यहाँ पनि हेर्नु भने यहाँ सजिलो छ। 10 लाखदेखि 50 लाख छ, 50 लाखदेखि 1 करोड, 1 करोडदेखि 10 करोड, 10 करोडदेखि 50, 50 करोडदेखि 1 अर्ब र 1 अर्बभन्दा माथि। अब तपाईँले यसरी नै सर सम्झिने, हाइएस्ट लिमिट मेरो 1 अर्ब छ, यतापट्टि हाइएस्ट पनिसमेन्ट 10 देखि 12 छ भन्ने सम्झिनु भयो भने एक दुईचोटि प्र्याक्टिस गर्दा यो कन्ठै हुन्छ। त्यस पछाडि 12 क, 14 क र 14 खमा हामीले हेर्दाखेरि यहाँ चाहिँ 5 5 वाला छन् पार्टी र यो सबै अड नम्बर छन्। हेर्नु है, 1 देखि 3, 3 देखि 5, 5 देखि 7 र 7 देखि 9। यसमा चाहिँ क ख वाला पार्टी एक ठाउँमा छन् भन्ने सम्झिने। 50 लाख, 50 लाखसम्म, 50 लाखदेखि 5 करोडसम्म, 5 करोडदेखि 50 करोडसम्म, 50 करोडभन्दा माथि भन्ने छ है। अनि बिगो कायम गर्न सकिएन भने 2 वर्षसम्म कैद र 10 लाखसम्म जरिवाना हुन्छ। यो कोही कुनै अब संस्था दोषी छ भने त्यसको जो कर्मचारी हो उही दोषी मानिन्छ, जसले ब्याङ्किङ कसुर गरेको छ ऊ दोषी मानिन्छ। मान्छे पत्ता लगाउन सकिएन भने त्यहाँको सिइओ नै दोषी मानिन्छ, प्रमुख नै दोषी मानिन्छ। अप्रत्यक्ष संलग्नता छ भने आधा सजाय हुन्छ। अनि अब सिइओले कसैले अथवा कर्मचारीले बिगार गरेको छ भने ऊ कसुरदार हुन्छ। अनि अब अध्यक्ष, डाइरेक्टर, अन्य कुनै पनि व्यक्ति सिइओ छ भने उसलाई चाहिँ थप 1 वर्ष कैद हुन्छ। अनि त्यस्तै गरी अब त्यसमा बाधा व्यवधान गर्नेलाई चाहिँ 6 महिनासम्म कैद वा 5,000सम्म जरिवाना वा दुईटै सजाय हुन्छ भनेर यसरी सजायका कुराहरू अन्य पनि छन् है। अब यति कुरा मैले देखाएँ मेजर, तपाईँलाई सरसर्ती यो रिभाइज गर्दाखेरि याद गर्न सजिलो नै हुन्छ। अब कर्जा सम्बन्धी कसुर भन्ने पनि छ। अघि हामीले सरसर्ती एकचोटि फेरि हेरौँ यता। मैले तपाईँहरूलाई दफा 3 देखि दफा 14 खसम्म देखाएको थिएँ अघि कसुरहरू हो। त्यसमा चाहिँ दफा 7 र दफा 8 यो दुईटा चाहिँ कर्जा सम्बन्धी कसुर हो। यो प्रश्न पनि सोध्ने गर्दछ है। यो प्रश्नको कुरा गरिराख्नु पर्दाखेरि यो कर्जा सम्बन्धी कसुर हामीले हेर्ने हो भने यसमा अनधिकृत रूपमा कर्जा लिनु हुँदैन भन्ने कुरा दफा 7 र दफा 8मा छ। अनअथोराइज बोरोइङ अर लेन्डिङ त्यो चाहिँ गर्नु हुँदैन। यसै अन्तर्गतमा मैले के देखाइदिएको छु, गलत कसैले फल्स फाइनेन्सियल स्टेटमेन्ट देखाउँछ, धितोको एकदम धितो बढी बढी देखाएर लोन माग्छ, एउटा सुरुमा लोन यति दिने भनेर जस्टिफाई गरिसक्या थियो, पछि फेरि लोन थपियो। ब्याङ्कको सिइओले कर्मचारीले जति कर्मचारी कर्जा पाउँछ त्योभन्दा बढी कर्जा लियो भने, ब्याङ्कको सिइओ प्रमोटरहरूले लोन लियो भने, अनि त्यस्तै गरी अब यसमा यो चाहिँ एउटा ब्याङ्कमा ऋण छ अर्को ब्याङ्कमा पनि ऋण लियो भने त्यही धितो देखाएर होइन। तर सहवित्तीयकरण कर्जामा भने पाइन्छ, जसलाई हामी कन्सर्टियम लोन भन्छौँ।
अनि त्यस्तै गरी अब यसमा चाहिँ ब्याङ्कको सिइओ डाइरेक्टरहरू यिनीहरू कसैले लोन लिन्छन् भने तर एफडीको लोनहरू लिन पाउँछ, सुनचाँदी कर्जा लिन पाउँछ। हैसियत नभएको व्यक्तिले लोन लिन्छ अथवा नक्कली ऋण खडा गरे नक्कली ऋण खोलेर गरिन्छ। चाहिने भन्दा बढी लोन लिएको छ, घुस लिएको छ लोन बापत है। अनुचित लाभ भनेको चाहिँ अनफेयर एडभान्टेज, लिने दिने दुइटै। अनि त्यस्तै गरी अब ब्याङ्कको सिइओ डाइरेक्टर प्रोमोटरले नक्कली ऋणी खडा गरेर एउटा त यहाँ हेर्नु, एउटा ब्याङ्कको सिइओ को सम्बन्धमा तिनवटा छ। सिइओ र कर्मचारीको सम्बन्धमा चाहिँ एउटा स्टाफ लोन हुन्छ, स्टाफ लोनभन्दा बढी लोन लिन पाइँदैन। अरूलाई स्टाफ लोन हुँदैन, सिइओलाई पनि ब्याङ्क अनुसार हुनसक्छ, कर्मचारी चाहिँ सबैलाई हुन्छ स्टाफ लोन। त्यस्तै गरी अब यसमा ब्याङ्कको प्रमोटर सिइओ फाइनेन्सियल इन्ट्रेस्ट भएको सेयर धनी, जसलाई हामी प्र्याक्टिकली 1% भन्छौँ, 1% भन्दा बढी सेयर होल्ड गर्ने सेयर धनीले पनि लोन लिन पाउँदैन। अब यिनीहरू यत्तिकै लोन लिन पाउँदैन, तर यिनीहरू नक्कली ऋणी पनि खडा गर्न सक्छन् नि त। त्यो हुँदाखेरि नक्कली ऋणीवाला पार्ट यति भयो है। यो कुरा चाहिँ हाम्रो एउटा कर्जा सम्बन्धी कसुर दफा 7 हो। अर्को कर्जा लियो र कर्जा दुरुपयोग गर्यो भने त्यो पनि कर्जा सम्बन्धी कसुर हो। यो पनि एउटा मेजर इम्पोर्टेन्ट प्रश्नमा पर्छ है। एउटा त्यही भएर हामीले हेर्दै गर्दाखेरि एउटा ब्याङ्किङ कसुर हामीले हेऱ्यौँ, ब्याङ्किङ कसुरको सजाय पनि हामीले हेऱ्यौँ, त्यस पछाडि कर्जा सम्बन्धी कसुर पनि हामीले हेऱ्यौँ। अब यस पछाडि हामीले अरू हेर्नु पर्दाखेरि यो ऐनका अन्य विशेषताहरू पनि छन्। एउटा कुरा त कसुरलाई पनि यसले प्रस्तुत गरेको छ। त्यस्तै गरी अब यसमा विभिन्न जरिवाना तोकिएको छ, अधिकतम 12 वर्षसम्मको कैद राखिएको छ, अघि भर्खर मैले डिस्कस गरिसकेँ। त्यस्तै गरी अब यसमा अन्य सजायको सम्बन्धमा मैले केही राखिदिएको छु, यो तपाईँले हेर्नु होला। अब मुद्दाको जाहेरी सम्बन्धी पनि व्यवस्था छ यसमा। कसैले ब्याङ्किङ कसुर गरेको थाहा पाइयो भने 1 वर्षभित्रमा हामीले एफआइआर दर्ता गर्नुपर्छ। इङ्ग्लिसमा एफआइआर भन्छ, फर्स्ट इन्फर्मेसन रिपोर्ट भन्छ। प्रहरीमा हामीले कम्प्लेन गर्नुपर्छ। सरकारले मुद्दा दायर गर्छ यसको। त्यो हुँदाखेरि भनेकै प्रहरीले नै दायर गर्ने हो। त्यो हुँदाखेरि 6 महिनाभित्रमा दायर गर्नुपर्छ। ब्याङ्क वित्तीय संस्थाको कर्मचारीको हकमा भने जहिले पनि मुद्दा दायर गर्न सकिन्छ है। यसरी हेरिराख्दाखेरि यो सबै कुराहरू छन् यसमा। अभियुक्तलाई अब 24 घन्टाभित्रमा मुद्दा हेर्ने अधिकारी समक्ष प्रस्तुत गर्नुपर्छ। अब एकचोटि पक्राउ गरियो भने 24 घन्टाभित्रमा मुद्दा हेर्ने अधिकारीसम्म लानु पर्यो। त्यस पछाडि अब उसलाई थुनामा राखेर पनि कारवाही गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ। अनि त्यसपछि कि अदालतले जति फाइनल जेल भन्छ त्यति जेल जानु पर्यो, अथवा जरिवाना जति भन्छ त्यति जरिवाना तिर्नु पर्यो। तर यसको लागि चाहिँ म्याक्सिमम 60 दिनभन्दा बढी पाइँदैन, एकचोटिमा 7 दिनसम्म पाइन्छ। यो पनि एउटा विशेषतै भयो। अनि सहयोग गर्दाखेरि कसैले अनुसन्धानमा सहयोग गर्छ, ऊ पनि फसेको छ, अब उसले सहयोग गर्ने व्यक्ति फसेको छ भने उसलाई केही छुट दिन सकिन्छ यदि उसले कसुरदारलाई पक्रिन मद्दत गर्छ भने। अनि अनुसन्धानको अभियुक्तको सम्पत्ति रोक्का राख्न पनि सकिन्छ कसैले ब्याङ्किङ कसुर गरेको छ भने। यो पनि एउटा भयो। स्पेसल यो इन्भेस्टिगेसन टिम पनि गठन गर्न सकिन्छ। अब त्यस्तै यो पनि एउटा विशेषता भयो। ब्याङ्किङ सुशासनमा यो ऐनले जोड दिएको छ। विदेशी अभियुक्तलाई पनि थुनामा राख्न सकिन्छ अथवा धरौटीमा पनि राख्न सकिन्छ है। त्यो हुँदाखेरि यी सबै कुराहरू विशेषताको रूपमा यो ऐनमा भयो। अब त्यस्तै गरी अब यसमा यो तपाईँले पज गरेर पनि हेर्न सक्नुहुन्छ पछि भिडियोमा, चाहिने के तपाईँलाई चाहियो भने। अब यसमा यही कुरा परिच्छेद 4 मा दिइएको छ। कहिलेकाहीँ यो प्रश्न पनि सोध्न सक्छ। धेरै इम्पोर्टेन्ट प्रश्न त होइन यो, तर त्यही पनि कहिलेकाहीँ यो प्रश्न सोध्न सक्छ। अघि भर्खर मैले यो कुरा सरसर्ती भनिसकिहालेँ। एकचोटि कुनै पनि अब यो जाहेरी दिनु पर्यो, एफआइआर दर्ता गर्नुपर्ने कुराहरू अघि मैले भने। अभियुक्तलाई पक्राउ गर्न पनि सकिन्छ, उसले अब कति दिनसम्म थुनामा राख्ने भन्ने कुरा अघि मैले भनिसकिहालेँ। मुद्दाको जाहेरी र मुद्दाको कारवाही र किनारा, यो भनेकै अभियोजन मुद्दा दर्ता गर्ने सम्बन्धी च्याप्टर 4 मा छ। यो कुरा अघि हामीले डिस्कस गरिसकिहाल्यौँ। यसलाई चाहिँ मुलुकी फौजदारी कार्यविधि संहिता क्रिमिनल प्रोसिजर कोडमा यो राखिन्छ। अनि त्यस्तै गरी अब च्याप्टर 5 मा मिसलेनियस छ। कसैले सहयोग माग्दाखेरि अनुसन्धान गर्नमा सहयोग गर्नै पर्छ। अब ब्याङ्कको कर्मचारीले गोपनीयता भङ्ग गरेको मानिँदैन अनुसन्धानमा सहयोग गर्दैछ भने, लगायतका यस्ता कुराहरू चाहिँ विविधमा दिइएको छ। विविध खासै इम्पोर्टेन्ट छैन यो। अनि कसैले सहयोग गरेछ भने उसलाई सजायमा छुट, अघि मैले विशेषतामा भनिसकिहालेँ। यसरी हेर्दाखेरि यो कुरा यो ऐनको समग्रमा यति पार्टहरू हो। अब लास्टमा यो भिडियो
अन्तिममा चाहिँ म तपाईँलाई एउटा यो ऐनमा गर्न सकिने सुधारहरू पनि प्रस्तुत गर्न चाहन्छु। यो ऐनमा के सुधारहरू गर्न सकिन्छ तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ। कतिपय यसमा चाहिँ बाफिया एनआरबी ऐनमा भएका कुराहरू पनि यस ऐनमा छन्, त्यसलाई डुप्लिकेसी भएको छ, त्यसलाई सुधार गर्न सकिन्छ। इन्फर्मल ट्रान्जेक्सनलाई पनि एक्टमा राख्न सकिन्छ। एउटा ब्याङ्किङ कसुरको इन्भेस्टिगेसनको लागि छुट्टै एउटा संरचनात्मक निकाय बनाउन सकिन्छ। निर्दोष कर्मचारीलाई ब्याङ्कबाट जोगाउनु पर्ने हुन्छ, कतिपय निर्दोष कर्मचारी फसिरहेको हुन्छ। समूहगत कसुर पनि हुनसक्छ, ग्रुप क्राइम पनि छ भने त्यसलाई यो ऐनमा भनिएको छैन, एकल कसुर जस्तो मात्र मानिएको छ यसमा। ब्याङ्कहरूले जुन जुन 3-3 महिनामा कति नोटिसहरू निकाल्छन् त्यो सम्बन्धमा क्लियरली लेख्नु पर्यो। ब्याङ्कहरूले पनि यति यति गलत गरेमा यस्तो यस्तो जरिवाना हुने भन्ने कुरा क्लियरली ब्याङ्किङ कसुरमै पनि लेख्दाखेरि राम्रो हुन्छ। एउटा सुझाव पनि दिनु हामीले। अनि सूचना प्रविधिमा अहिले नयाँ नयाँ कुराहरू आइरहेछन्, त्यसमा नयाँ नयाँ कसुर आउन सक्छ, त्यो सम्बन्धमा पनि गर्न सकिन्छ। चेक बााउन्सको सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्छ, अझै क्लियरली व्यवस्था गर्न सकिन्छ। चेक बााउन्सको सम्बन्धमा 3 महिनासम्म कैदको मात्र कुरा छ होइन। अनि त्यस्तै गरी सहकारी ब्याङ्क, जस्तो नेपालमा राष्ट्रिय सहकारी ब्याङ्क लिमिटेड भन्ने छ, सहकारी ब्याङ्क छुट्टै छ, तर सहकारीले ब्याङ्किङ कारोबार गर्न पाउँदैन मात्र लेखेको छ। त्यो हुँदाखेरि यो कुरा विरोधाभास भयो। नेपालमा सहकारी राष्ट्रिय सहकारी ब्याङ्क एनसिबिएल, जसलाई हामी सर्टकटमा नेसनल कोअपरेटिभ ब्याङ्क भन्छौँ, प्र्याक्टिकल्ली अब यसले ब्याङ्किङ कारोबार गर्ने लाइसेन्स पाइसक्यो, तर यो ऐनले दिँदैन। त्यो हुँदाखेरि यो ऐनलाई चाहिँ सुधार गर्नुपर्ने देखिन्छ है। र समग्रमा मैले 9वटा सुधारका पक्षहरू पनि देखाएँ। त्यस्तै गरी कर्जा सम्बन्धी कसुर पनि तपाईँहरूले हेर्नुभयो। अर्को महत्त्वपूर्ण प्रश्न हामीले डिस्कस गऱ्यौँ मुद्दाको कारवाही र किनारा, यो ठिकै इम्पोर्टेन्ट हो। अनि यसमा दण्ड सजायका प्रावधानहरू र ब्याङ्किङ कसुर पनि एकै ठाउँमा सोध्न सक्छ होइन, त्यो कुरा पनि भयो एउटा महत्त्वपूर्ण प्रश्न। यो र यो ऐनको विशेषता, यति नै यो ऐनका मुख्य पाटो हुन्। र भिडियो अन्तिमसम्म हेरिदिनु हुने सबैलाई धेरै धेरै धन्यवाद। मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त। ल, थ्याङ्क यू भेरी मच, बाई बाई।